आजभन्दा करिब 2042 सालमा साबिकको ओखरकोट गाविसमा जन्म लिई प्युठान जिल्ला कलिलो उमेरमा करिब 17-18 वर्षको कलिलो उमेरमा यो श्री जनता आधारभूत विद्यालय बासदादा यो भित्री गाम रोल्पामा अस्थायी सेवा प्रवेश गरी लामो समयसम्म सेवा गरी 2079 साल माघको 2 गते सेवा निवृत्त हुनुभएका अत्यन्तै मिलनसार समाजसेवी अनुभवी आदरणीय गुरु सुरेन्द्र जीसीसँग यो विद्यालयको प्राङ्गणमा आज मात्र जम्का भेट भएको छ। उहाँले लामो वर्ष सेवा गर्ने क्रममा यहाँका समुदायसँग मेलमिलाप घुलमिल गर्दै आउनुभएको छ, जसको उदाहरण साँझ र बिहान र शनिबारका दिनमा पनि उहाँले यहाँका अभिभावकहरूलाई सहयोग गर्ने हलो जोड्ने काम गर्नुभयो। त्यति मात्र नभएर यहाँले यहाँका विद्यार्थी बालबालिकाहरूलाई समेत करिब 16-17 जना विद्यार्थी भाइ बहिनीहरूको बालबालिकाहरूको नाम राख्ने न्वारण जैसी अथवा पण्डितको काम पनि गर्दै आउनुभएको छ। र उहाँ अत्यन्तै लोक दोहोरी क्षेत्रमा चासो राख्ने र स्थानीय सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दै आउनुभएको सुरेन्द्र सरसँग र उहाँसँग स्थानीय मगर खाम भाषाको पनि राम्रो ज्ञान भएको छ। म उहाँसँग मगर खाम भाषामा केही छलफल भलाकुसारी गर्न गइरहेको छु। हस्, नमस्कार। हजुर नमस्कार। कहिले आउनुभयो यहाँ? पहिला म 2042 साल असोजमा यहाँ आउनुभयो। खा वर्ष जैन ल्याउनु बोका बेला यहाँ 17-18 वर्ष उमेरमा आल्यो। 18 वर्षमा ल्याउँ। ए ओका बेला नमङ टारम ल्याउ मङ टारम ल्याउँ हमल्यो यहाँ मेवा डानु हाल्यो। मिमा ल्याउँ डानु हाल्यो। यो आरे नमङ पनि आलजाटा गाम्लो छ आल्जाटा या आल्जो याप्रो ए ओइनङ के आल के बिहा गीत पनि नगै थे रो गीत लोक दोहोरी एगै यानी मया सननका साइला भाका गीत पनि नगै थे साइला भाका पनि एगै ए ओइ आर गीत नम गइ दिए यार गीत के गइने के आगै जामा चाउस आगा मारा ए नगाए चाहिँ चाउस सहयोगमा रो। अनि तपाईले यहाँ यत्रो लामो वर्ष पढाउने क्रममा तपाईले पढाएका विद्यार्थीहरू कुयुकु जैलेर ढुरबरा नपराउ ढुरबर साउ आपरे नका थम्बादुर ए डाक्टर वाला डाक्टर थमन नपराउ आपरे ए थुप्रै विद्यार्थी ए भ्यासी यहाँ उमेरला विद्यार्थी जा आपरे ए हो ए त्यसपछि नकार पहिला चाउसे आपरे जाऊ जिन्दाको चाउसे आपरे जाऊ कोसिस याद जाऊ ए ओइ नङ गाल कि बिहा गीत गइnya वहाँ गाउँ ल्यारा या बिहा डान नै हो बिहा डाने सहयोग हेरौँ उर्ड चोङ्ड पनि हेरे बिहा सम्पन्न ए चोङ्ड पनि बिहा नराखे ओइ नङ पनि आल नसुङसिङको फेरि आरेङा आङी बिहा नराउनु छ हो यहाँ पनि बिहा हेरौँ ए 50 साल 49-50 साल बिहा ए कहिले बिहा नराखे साई माछा लैरहेछौँ अब लभ म्यारिजहरू कहिले नराउने लभ म्यारिज भन्दा पनि नका साई लैर मन खुसी ए यहाँ आएर चाउजुले भयो चाउजुले ए
ए त्यसो भए आएर एकदम चाउजले ठिकै ओ आले आएर यसो भेटघाट नरौँ आले स्कुलले आले भित्री काम दिए स्कुल याल्ने परोसिन्या अँ हालका शिक्षक स्टाफ अँ सिनिका शिक्षक स्टाफ अँ। परोसिन्या उम्, अनि माइती छ भेटघाट धान्या भेटघाट दानिया ओ इनंगे आर्मी कपिल वस्तु चुंगे मारो आर कपी वस्तु शिवराज नगरपालिका उंग चुंगे आत्मा ए ओइ उंग चुंगे पनि इनंगे आङ जिम जाके आङ नचुंगौ नमंग हटाओ नमंग पनि आफ्नो या के मारो ओइङ त आले अब नम खास भौतिक शरीर उडेले नमाया नयुङ के आले ज्यादा छ आयुङ के आजले उंगे आज चुङसी सुदानो जो आमाने जुङका पनि ए पछि अरु आदेगा जो स्कुलला अभिभावक विद्यार्थी शिक्षकहरु अहिले गाउँल्याहरु कुनै त्यस्तो खालको सुझाव ले नङ अनुसार गपटेको आला सम्पूर्ण जनसमुदाय लाई यहाँ कोही आडौँ भन्दा सोझ मिलेर अयु मागा ढ चाउस विद्यालयलाई विकास दान्या वाडालाई विकास दान्या यङ बनाइन्या स्वास्थ्य शिक्षालाई प्रगति दान्या दान्या नैज सुझाव आयोजन नै के ए ल ठिकले फेरि यो प्रोसेस के किन भ्याका यो प्रोसेस के मारो ठिकैले अब ब्या बाँच्नेको चाहिँ निर्भर जीवन चाहिँ सुखमय गबितेका हार्दिक शुभकामनाले धन्यवाद है हस्